आजको दिन प्यारी दिदी प्यारी बहिनीसँग छु। आजको भ्लग यहाँबाट स्टार्ट हुन्छ। यो पछाडिको चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो ओपेरा दिदी ओपेरा होइन कति वर्ष पुरानो हो यो धेरै वर्ष। अब छिर्न आएको आज फेरि 1861 मजदुर दिवसमा के खोल्ने भनेर अनि अब नछिरेको कति अरे दिदी यस्तो 200-300 वर्ष 1861 मा रहेछ यसको 200-300 वर्ष। अब आजलाई अब यहीँबाट सुरु गरौँ अरूहरू देखाउँछु म पछि। ल आजलाई यहीँबाट गेटबाटै फर्किौँ ल दिदी। आज बन्द छ त अलि ल अब चाहिँ म बल्ल यहाँ फ्रान्सको भ्यू देख्न पाएँ यार। धेरै पछि अस्ति आएर नि फर्किया हो म सोनी दिदीसँग आएको थिएँ। आजलाई ल यति नै राख्दिउँ होला। अब हामी प्याराडक्स म्युजियम जाँदैछौँ अनि त्यहाँको मोबाइल एलाउड छ हजुर मोबाइल एलाउड छ छ ल त्यहाँभित्र के छ अब सबै देखाउँछु। अहिलेलाई चाहिँ यति नै प्याराडक्स के त छ यहाँ चाहिँ यो बडी लुकाउने के आफ्नो बडी लुकाउने सोफा रहेछ। यहाँ चाहिँ म बस्न चाहिनँ सरी ल साथीहरू। बहिनी दिदी यो के हो रे अब यहाँ हेर्नु है। अब हामीले म्याजिक मिरर अब हेर्नु यो अब यहाँ यसरी क्यामेरा लाँदाखेरि आफ्नो पुरै फेस आउने हाम्रो। ल हेर त चमत्कार होइन त यो। ल अहिलेलाई यही झल्को सहित हामी छुट्टिन्छौँ अर्कोमा जाउँ। आम्बो मारेको छ त अब यो हेर्दाखेरि चाहिँ यो सानो भाँडो छ यो भित्र चाहिँ लाइट जोडेको छ। अब यसरी तल डिप गयो भने तल पुरै डिपसँग सम्म चाहिँ हेर्नु यो लाइट सेम आकार लिन्छ कि लाइक जति तल गयो त्यस्तै जति जुम गर्दा पनि हुने। आम्बो उतली हल्लाइराखेको है यसको मोमेन्टमा चाहिँ यो उतालेको मोमेन्ट आउँछ मेरो मोमेन्टमा भयो। इन्फिनिटी विन्डोहरू छन त यहाँ 1 रो छ 1 2 3 4 5 त्यहाँदेखि 1 2 3 4 5 6 7 8 9 8वटा छ होइन। 8वटाको चाहिँ हेर न यसको रिफ्लेक्सन कतिसम्म टिप छ साइन्स अब यति नै। अब यहाँ के हेर्ने अब अर्को ठाउँ जाउँ के अब एक तल माथि आउँछ चाहिँ यस्तो छ। अब म आफू स्वयंलाई के देखाउनु है। अब यताको चाहिँ मार्केट चाहिँ यस्तो छ है। अब हामी आइसक्रिमलाई सुरुवात गरौँ। कलरफुल छ हो यो कोन पनि बहिनी पनि कलरफुलै रहेछ भयो यो बहिनीलाई नदेखाऊँ। अघि भिडियो बनाएको के भएछ फेरि 3 करोडको आइसक्रिम पग्ले नि त सबै मेरो रातो कलरको चेयर्स एकचोटि यता आसमा झुन्डिन जाँदैछ। ल दिदी आकाशमा झुन्डिनु भयो यहाँ बेलुनमा। सिधा बनाऊ न दुख्छ म्याजिक मिररमा जिसको जस्तो भयो त यता बोला न बहिनी केही बोला यहाँ छोड्दै अब त्यहाँ हामी चाहिँ यति गोरो छौँ हामी एकदम लाइटको कति धेरै मान्छे हो यहाँ बहिनीलाई त झन् पुतली देख्छ नि दिदीलाई त के भन्नु सदाबार बुढी भयो। म फेरि यस्तो टल्केर थिइनँ त टल्के त चस्मा लाउनु दिदी चस्मा लाउँदा राम्रो देख्छ। अब कोरियनमा त आइयो। अब कोरियनको माल देखाउन भाइको ए
यो कोपरा जस्तो छ अब यो खजाना खाइसके पछाडि हामी जान्छौँ अर्को डेस्टिनेसनमा। यो चाहिँ मेरो हो ल प्लिज। अब कोरियन सकियो। अब चाहिँ हामी फेरि इफिल टावर चढ्ने आज माथि चढेर अनि त्यहाँको भ्यूहरू देखाउनेछौँ। अनि यहाँ दिदी र बहिनी चाहिँ टिकट हेर्दै हुनुहुन्छ। कता जाने टिकट? म राम्रो देखेको छु बहिनी एकदम दामी दामी हेर्नु। भर्खर बिजनेस गर्दैछु यहाँ। यो बिल्डिङमा चाहिँ मेरो बिजनेस हुन्छ। देखाउनु यो बिल्डिङ देखिरहेको छ बिल्डिङ पनि हेर्नु। बिल्डिङमा चाहिँ मेरो बिजनेस हुन्छ। केसको बिजनेस दिदी अब? दिदी अब के अरे बहिनी अब मैले के नै गर्न सक्छु। साम्बा फार्म हाउस। ओके। अनि यहाँ तपाईँले जति पनि अब एक डेढ वर्षपछि चाहिँ यहाँ मेरो फार्म हाउस खुल्छ। फार्म हाउस खुलिसके पछाडि त्यसको म्यानेजर चाहिँ सिर्जना बहिनी हुन्छ। ओके, त्यसको म्यानेजर चाहिँ म है। यता पछाडि चाहिँ म चाहिँ अवलोकन गरेँ यहाँबाट। जहिले पनि यो यहाँ बसेर टक्क बहिनीलाई त्यहाँ हेर्छु, किनकि अब यहाँ शीतल हावा खाँदै यहाँ कोरियन रेस्टुरेन्ट पनि नजिक। नजिकै हुन्छ सबैतिरबाट नजिक। अब आइफिल टावर जाने, त्यहाँ गएर हल्का घुमे पछाडि आज म टाउको आइफिल टावरको टपमा टाउको देखाउँछु। त्यहाँ गएर तपाईँहरूले अवलोकन गर्नुहोस् फ्रान्सको अलिकति नयाँ लुक्सलाई अझ नजिकबाट देखाइदिन्छु। धन्यवाद बहिनी। अहिले चाहिँ हामी आइफिल टावरको अब हामी दिदी त्यो माथि टुप्पोमा हेर्नु जाने। त्यहाँ जाने, त्यहाँबाट फेरि तपाईँहरूलाई पुरा फ्रान्स देखाउने छु। त्यति बेलासम्म स्टे ट्युन। यता फेरि सबैतिर बोतल छ है। अब जाने, लाइन बस्ने, हल्का टिकट काट्ने अनि त्यसपछि हामी कहाँ जाने? माथि टपमा। अनि त्यसपछि सक्यो दिदी। बोटमा पनि जाने होला नि? बोटमा जाने त्यो त बाँकी छ। फ्रीमा धेरै लाँदिनँ यो त। हेरेर आँखा दुख्छ। के बाटो जाने? खालि रिसाइसक्यो होला मेरो। मान्छे कति धेरै है। म यताबाट हिँड्छु। यो के अरे अब हामी माथि जानलाई अब टिकट काउन्टरतिर जाँदैछौँ। तपाईँहरूलाई अब यहाँ यत्र जत्र एकदम धेरै सर्वत्र मान्छेहरू छन्। अब सबैले देखाएर सकिँदैन। अब यो पछाडि चाहिँ यो टावर जाने, यसलाई माथि जाने माथि। त्यहाँ गएर त्यहाँको कस्तो हुन्छ अवलोकन देखाउनेछौँ। स्टे ट्युन गाइज। फिल्टर चाहिँ घुम्न आइयो कि यो टाउकोमा चढ्नलाई हेर त यस्तो लाइन छ यार। यो चुनावमा लाइन बसे जस्तो छ। आम्बो त भयो। माथि चढ्नलाई टिकट माइ गड सकिँदैन। 2 घन्टाको लाइन बसेको अनुहारको सामहरू बहिनी छैन, खत्तम भयो लाइन हेरेको। यता पनि देखेर यता यो पुरै यहाँ यो पछाडि गाह्रो छ झन्, विशेष गरेर समरमा है। भयो ल लाग्यो है माथि टावरतिर। अब यस्तै छ। अब यस्तो सानो खाले घुम्दाम है यो चाहिँ। ल अब हामी सेकेन्ड फ्लोर, जस्ट सेकेन्ड फ्लोर माथि जानै बाँकी छ। चित्र अझै बाँकी छ। चस्मा लाएर माथि अझै मेन भ्यू चाहिँ बाँकी नै छ। अब यहीँबाट भयो नि देखाइदियो बहिनी। यो त जस्ट यो चाहिँ इमेजिन गर्नुहोस् तपाईँहरू त्यहाँ बसेर टक्क यो टावरलाई फोटो खिच्नुहुन्छ। त्यो लादेख्नुहोस् मोमपार्नासम्म छ। त्यहाँबाट चाहिँ ट्रेन चढेर जाने ठाउँ यो भनेको। अब यो हामी अहिले एकछिनमा हामी बोट पनि चढ्ने प्लानिङमा छौँ। टाइमले के गर्छ, लाइन के कति छ त्यहाँ। जता गयो लाइनै बस्नुपर्ने। चुनावमा दिदी त्यहाँ हेर्नु त यो लाइन बोटको लाइन आजलाई चाहिँ मान्छेहरू बोट चढ्ने।
फ्रान्स मान्छेहरू नजिकबाट। यति। त्यो सब उयो चाहिँ त्यो चाहिँ बोट चढ्ने लाइन कोही कस्तो म त माथि अलिकति हाइटमा आउन त हल्ले जस्तो फिल हुन्छ हल्ले दिदी हल्लेको जस्तो हुन्छ दिदी अब यताकोलाई चिनाइदिनु न त्यो बिल्डिङ चाहिँ मैले अब अर्को साल किन्छु होला यो चाहिँ बिल्डिङ होइन त्यसलाई म किनेर अब आधी नेपाली जतिलाई चाहिँ यतै यो यो यी सबै यी मेरै निगरानीमा छ नि सबै अहिले जस्ट अवलोकनको लागि एक तल माथि आएर हेर्दैछु लागि डर लाग्यो माइला यो सबभन्दा यो फ्रान्सको सबभन्दा अग्लो बिल्डिङ यो चाहिँ। होचो देखिन्छ भने चाहिँ सोच्नु त बन्दै छ अझै यो चाहिँ नजिक भएर अलि अग्लो देखेको है फेरि जुम पनि गर्दैन ल मलाई देखाऊ अब ल दिदी अब हामी माथिल्लो तलामा पुगेर के गर्नु जस्ट भ्यू हेर्ने डर लागिरहेन तिमीलाई म अझै हल्लिरहेको छु दिदी कस्तो म हल्लिएको छु अब रात पर्दैन अहिले 9-10 बजी यो रूपमा तर मलाई नि आज त डर लाग्यो आज यो लाइट साइड देखाइदिनु हुन्थ्यो अब लाइट अस्तिको भ्लगमा देखाएँ अब बाँकी भ्लगमा चाहिँ अब यही यस्तै ल बहिनी यति नै ल अहिले हामी सेकेन्ड फ्लोरमा छौँ है अर्को साइडमा अनि यतापट्टिको अब तपाईँहरूले हेर्ने होइन सबै बिल्डिङहरू टावरमा चढ्नु अब तपाईँहरूले के देखाउनुहुन्छ त हामीलाई अझ अब टपमा जान्छौँ अनि टपमा जाने अनि सबै मिल्यो भने टप कफीहरू चाख्छ कफी खाने जस्तो मौसम छ र मलाई त त्यस्तो लाग्दैन त कफी आज बाहिर बाँकी छ दिदी अब यताको भ्यू छ टुरी फिल्डबाट पेरिसको भ्यू यही हो देखिने यस्तो राम्रो देखिएको छ हामी कता जाने अब माथि जाने लाइनमा जाउँ ऊ लाइन एउटा छ नि यो चाहिँ उहाँहरूले बनाउनु भएको मेन चाहिँ उहाँले बनाउनु भएको है इफिल टावर होइन त दिदी के हो उहाँहरू दुईजना चाहिँ को त यहाँ उसको इफिल उसको नाम चाहिँ भएर चाहिँ यसको नाम पनि इफिल टावर नामाकरण भएछ सो मैले यहाँ चाहिँ मिररबाट जस्ताको जस्तो देखिन्छ हेर्नु न यो पहिलाको यो चाहिँ उहाँहरूको स्ट्याचु होइन अब यति नै हो अहिले चाहिँ अनि अब बाँकी चाहिँ म भ्यू देखाइदिन्छु टपमा आइयो तर अहिले डर पनि लागेन तर आइ त सक्यो अब यहाँ चाहिँ अलिकति रिस्क हुन्छ पुरै यो जालीहरूको सेफ्टी छ त्यसले गर्दाखेरि उयो हाम्रो डर अब तपाईँहरूले कहाँ हेर्ने म अहिले ग्याङमा हेर्ने म बस्नु याद गऱ्यो नि त त्यहाँ रहेछ अहिले चाहिँ ट्रेन चलिरहेको छ मैले त्यो खासै देखाएँ अब यही हो बहिनी खासै देखिँदैन यो जाली भएर विशेष गरेर मोबाइललाई चाहिँ संरक्षण गरेर मेरो उडेकै यो त्यही भएर क्यामेरा चाहिँ बाहिर नलैजाऊ यस्तै छ है साथीहरू अब यही हो माथि टपबाट संसारको सबभन्दा बुर्ज खलिफालाई कहाँ सक्नु पर्ने हामी बुर्ज खलिफा जस्तैमै छौँ यस्तै छ ल अब अर्को एङ्गलबाट
होइन यतापट्टि अब यस्तै छ पछाडि चाहिँ यस्तै छ रङ्गीन दुनियाँमा अब यो कति तल माथिबाट खिच्दैछ आफै बुझ्नु होला भिडियो राम्रो भएन भने पनि अब एडजस्ट गर्नु होला अब यस्तै अब आजको भ्लग लगभग यस्तै अब नेपालको झन्डा छ अरे यहाँ तल होइन सबै देशको झन्डाहरू त्यहाँ गएर चाहिँ नेपालको झन्डा देखाएर तपाईँहरूलाई स्विट भिडियो लिएर एन्डिङ गरिदिन्छु ल